ल एकछिनलाई सोचौं त नेपालको चुनावमा एउटा पुरै नयाँ राजनीतिक शक्तिले यस्तो जित हासिल गर्यो कि त्यसले देशको राजनीतिक नक्सा नै बदल्दियो। तर यस्तो आधीबेरी जस्तो जितले वास्तवमा कति शक्ति दिन्छ त? कति ठूलो जित होला? कल्पना गरौँ देशको कुनै एउटा प्रमुख निर्वाचन क्षेत्रमा नयाँ उम्मेद्वारले 4 पटक प्रधानमन्त्री भइसकेका नेतालाई 68,000 भन्दा बढी मतले हराइदिए। यो त राजनीतिक भूकम्प नै भयो नि, होइन र? तर यहाँनिर एउटा ठूलो प्रश्न उठ्छ। यस्तो अपार जनसमर्थन पाएको सरकार साँच्चै कति शक्तिशाली हुन्छ? के उसले जे चाह्यो त्यही गर्न सक्छ? वा उसको शक्तिको पनि कुनै सीमा हुन्छ? आज हामी यही विषयलाई खोज्नेछौँ। ल सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, एक चकित पार्ने विजय। यस्तो जित जसले पुराना र स्थापित दलहरूलाई सोच्न बाध्य बनाउँछ र एउटा नयाँ राजनीतिक युगको सुरुवातको सङ्केत दिन्छ। अब यो जितपछि आउँछ शक्तिको कुरा, अनि सुरु हुन्छ शक्तिको पहिलो तह, अर्थात् साधारण बहुमतको शक्ति। आखिर सरकार बनाउने पहिलो र सबैभन्दा महत्त्वपूर्ण खुड्किलो यही नै हो। साधारण बहुमत भनेको के हो त? एकदम सिधा छ। प्रतिनिधि सभाको 275 सिटमध्ये कम्तीमा 138 सिट आफ्नो पोल्टामा पार्नु। यो जादुई नम्बर जसले छुन्छ उसलाई एक्लै सरकार बनाउने लाइसेन्स मिल्छ। साधारण बहुमत पाउनु भनेको सानो कुरा होइन है। यसले 5 वर्षसम्म डुक्कले सरकार चलाउने आधार दिन्छ। मन्त्रालय भागबण्डाको झन्झट हुँदैन, आफ्नै मान्छे मन्त्री, बजेट, नीति तथा कार्यक्रम, महत्त्वपूर्ण कानुनहरू सबै फटाफट पास गर्न सकिन्छ। छोटकरीमा भन्नुपर्दा यसले नेपालको राजनीतिमा सधैँ खोजिने तर कहिल्यै नभेटिने राजनीतिक स्थिरता दिन्छ। तर यहाँ एउटा एकदमै चलेको कुरा छ, एउटा भ्रम भनौँ न। धेरैलाई लाग्छ कि प्रतिनिधि सभामा बहुमत भए पनि माथिल्लो सदन अर्थात् राष्ट्रिय सभाले कुनै पनि नयाँ कानुनलाई रोकिदिन सक्छ। के यो कुरा साँचो हो त? यो कन्फ्युजन कहाँबाट आयो त भन्दा संविधानको यही धाराले गर्दा। यसलाई सरसर्ती पढ्दा त के लाग्छ भने एउटा सदनले पास गरेर मात्र हुँदैन, अर्कोले पनि पास गर्नै पर्छ। दुवै सदन बराबर शक्तिशाली छन् जस्तो देखिन्छ। तर वास्तविकता त्यस्तो होइन। यो बुझाइ नै गलत हो। राष्ट्रिय सभाले कुनै पनि कानुनलाई सधैँका लागि रोक्न सक्दैन। उसको शक्ति भनेको प्रक्रियालाई केही समय ढिला गरिदिने मात्र हो। ल अब यो प्रक्रियाले कसरी काम गर्छ त्यो हेरौँ है त। प्रतिनिधि सभाले पास गरेको बिल राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले बढीमा 2 महिनासम्म त्यसलाई आफूसँग राख्न सक्छ। कि पास गर्नु पर्यो कि सुझावसहित फिर्ता पठाउनु पर्यो। यदि उनीहरूले बिल अड्काए वा अस्वीकार गरे भने पनि प्रतिनिधि सभाले फेरि एकपटक बहुमतले त्यो बिल पास गरेर सिधै राष्ट्रपति कहाँ पठाउन सक्छ। भनेपछि अन्तिम शक्ति त जनताबाट प्रत्यक्ष चुनिएर आएको तल्लो सदनसँगै हुँदो रहेछ। अब साधारण बहुमतको कुरा त भयो, तर अब हामी कुरा गर्दैछौँ त्यो भन्दा पनि ठूलो शक्तिको, जसलाई भन्न सकिन्छ 2/3 महाशक्ति। यो यस्तो शक्ति हो जसले सरकारलाई लगभग अजेय बनाइदिन्छ। साधारण बहुमत र 2/3 आकाश जमिनको फरक छ। साधारण बहुमतले स्थिर सरकार चलाएर बजेट पास गर्न सक्छ, जुन आफैमा ठूलो कुरा हो। तर 2/3 त्यो बाहेक राज्यका महत्त्वपूर्ण संस्थाहरूका प्रमुखहरूलाई नै हटाउन सक्ने अधिकार राख्छ। यस्तो अवस्थामा प्रतिपक्षको भूमिका लगभग 0 बराबर हुन्छ। र त्यो महाशक्ति हासिल गर्ने जादुई नम्बर हो 184। प्रतिनिधि सभामा यति सिट जित्नु भनेको सरकारको शक्तिलाई पुरै अर्कै तहमा पुर्याउनु हो। यो शक्तिले के ढोका खोल्छ त? यसले प्रधान न्यायाधीशदेखि लिएर अख्तियार जस्ता संवैधानिक निकायका प्रमुखहरू अनि सभामुखलाई समेत महाभियोग लगाएर हटाउन सक्छ। यो भनेको राज्यको शक्ति सन्तुलनको प्रणालीमाथि नै नियन्त्रण जमाउनु जस्तै हो। यसले सरकारलाई मनोवैज्ञानिक रूपमा पनि अत्यन्तै बलियो बनाउँछ। अब कुरा गरौँ सबैभन्दा ठूलो, सबैभन्दा अन्तिम शक्तिको। त्यो हो देशको मूल कानुन अर्थात् संविधान नै बदल्ने अधिकार। के यो पनि सम्भव छ? तर यो त्यति सजिलो छैन। संविधान संशोधन गर्न प्रतिनिधि सभामा मात्र 2/3 भएर पुग्दैन। यसका लागि माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा पनि 2/3 बहुमत अनिवार्य चाहिन्छ। यो एउटा निकै ठूलो संवैधानिक पर्खाल हो। तर असम्भव पनि छैन। यसको एउटा लामो तर सम्भावित बाटो छ। यदि यो नयाँ शक्तिले आउँदो स्थानीय र प्रदेश चुनावमा पनि राम्रो गर्यो भने उनीहरूले प्रदेश मार्फत राष्ट्रिय सभामा सदस्य पठाउन सक्छन् र बिस्तारै बिस्तारै केही वर्षमा राष्ट्रिय सभामा पनि 2/3 पुग्न सक्छ,
जसले संविधान संशोधनको ढोका नै खोलिदिनेछ। ल, यत्रो शक्तिको कुरा गर्यौं, तर यहाँनिर कथामा एउटा ठूलो ट्विस्ट छ। त्यो हो इतिहासको चेतावनी। नेपालको इतिहासले के देखाउँछ भने शक्तिशाली सरकारहरूको सबैभन्दा ठूलो शत्रु प्रतिपक्ष होइन, उनीहरू आफै हुन्। ल, इतिहासलाई एकपटक पल्टाएर हेरौँ न। 2048 र 2056 सालमा काङ्ग्रेसले बहुमत पायो, तर दुवै पटक सरकार आफ्नै आन्तरिक कलहले ढल्यो। धेरै टाढा नजाउँ, 2074 सालमा नेकपाले पाएको झण्डै 2/3 सरकार पनि 3.5 वर्षमै नेताहरूको झगडाले गर्दा तासको घर झैँ ढल्यो। यहाँ एउटा स्पष्ट ढाँचा देखिन्छ। किन भयो त यस्तो? कारण एउटै देखिन्छ, नेताहरू बीचको व्यक्तिगत अहङ्कार, स्वार्थ र सत्ताको लडाईँ। प्रतिपक्षले होइन, आफ्नै पार्टीभित्रको झगडाले सरकार ढल्यो। यसले के देखाउँछ भने कुनै पनि नयाँ सरकारका लागि असली चुनौती चुनाव जितेर शक्ति पाउनु होइन रहेछ। वास्तविक चुनौती त पाएको शक्तिलाई देशको हितमा प्रयोग गर्नका लागि एकढिक्का रहनु हो। र जब कुनै दलसँग यति धेरै शक्ति हुन्छ नि, तब उनीहरूसँग असफल हुँदा अरू कसैलाई दोष दिने वा बहाना बनाउने कुनै ठाउँ नै बाँकी रहँदैन। हरेक सफलता र असफलताको सम्पूर्ण जिम्मेवारी उनीहरूकै काँधमा आउँछ। यो वास्तवमा एउटा सुनौलो अवसर हो। इतिहासले कुनै पनि देशलाई यस्तो मौका बारम्बार दिँदैन। यो एक पुस्तामा एकपटक आउने अवसर जस्तै हो। त्यसैले अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न शक्ति कति पाइयो भन्ने होइन। वास्तविक परीक्षा त यो हो कि पाएको शक्तिबाट के गरिन्छ? के उनीहरूले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्लान् वा इतिहासको गल्तीलाई नै दोहोर्याउलान्? यसको जवाफ त भविष्यले नै बताउँला।